हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई युट्युब च्यानल जीवन सुब्बा ब्लग। देख्न सक्नुहुन्छ आफ्टर लङ टाइम मैले चाहिँ एउटा सानो भिडियो क्लिप बनाउन गइरहेको छु बिकज आई पर्चेस द न्यू बाइक, पर्चेस द सो त्यसकै लागि आजको हाम्रो कार्यक्रम यसो पूजाआजा होइन, मन्दिर त जान सकिएन। सो मन्दिर जान नसकेपछि हामीले यहीँनिर चाहिँ यसो पूजाआजा गर्ने भन्ने सोचेको छौँ। सो तपाईँहरूले हेरिदिनुहुन्छ भन्ने आशा छ। के छ कस्तो छ है म तपाईँलाई एकछिनमा देखाउने छु। सो हाम्रो दी हुनुहुन्छ यहाँनिर। हेलो फुपू, हाम्रो दी हुनुहुन्छ यहाँ। टाइप कस्तो लागिरहेछ अनि यहाँ चाहिँ हाम्रो फुपू हुनुहुन्छ। हेलो फुपू, यहाँ हेर्नु त कस्तो लागिरहेछ। तपाईँको भदाइले बाइक किनेको छ, नौनु लागेको छ। कस्तो लागिरहेछ? ठिक छ। सो देख्न सक्नुहुन्छ यता चाहिँ हाम्रो फुपू है साथीहरू। अब चाहिँ टक्क लाएर पूजा गर्ने सोचमा छौँ। अनि तपाईँको हुन्छ नि त्यही पूजाआजा अब खासै केही आउँदैन, त्यही अलिअलि जानेको बुझेको मात्र यसो के कस्तो हुन्छ भनेर गरेको हो। ल सबैजनाले हेरिदिनु होला है। नमस्ते। ल के भयो? दुई अगरबत्ती अगरबत्ती बाल्छु। दुईटा निकालेर बाल, मान्छेले घुमाउने त अन्त नि भरि मात्रै गाड्नु। सबै त्यति नै हो। वरिपरि आउमा हुन्छ क्या। यता क्या बाइकलाई मलाई गर्न थियो के हो देवे भाइ हो चाहिने हो। चेली 3 घन्टा घुम्ने हाँस्दैन त। घामले के चट्याएर है पिनबाट खिचिदिनु नि। 3 घन्टा गाह्रो। यहाँ टिका लगाइदिए एउटा प्रसाद राख त्यहाँ गाड्न एकछिनलाई। प्रसादमा केरामा गाड्न यहाँ राख्यो यहाँ एकछिनलाई। टिका लगाइदिए, मुन्द्रा लगाइदिए। टिका मुसेको के गर्छ? हुन्छ त्यो हातले होइन भाइ, त्यो अहिले होइन हो त्यसले। पहिलो ठुलो लगाइदिनु मान्छेलाई जस्तो। टाउको मात्रै खिचिरा। फुल चला यतातिर लगा न। ओम यस्तो अनि यस्तो अनि यस्तो अनि यहाँबाट यस्तो अनि यस्तो 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 हौ यहाँबाट सर्ट उज्जवल। फुल लगाइदिए भन्दा नि के त अब माला टुका आयो तिनीहरू फुल नजाने गरेर यसो सिप्ते आएको त्यसरी। पछि गाडीहरू किन्नु पाऊँ, प्लेन किन्नु पाऊँ भन्न कस्तो पुजारी रहेछन्। सिरेन त्यो सुन्ने मात्रै होइन, गाना सुनेर पट्किएर के चढ्नु मलाई अन्त नि खोइ गर्दैनस्। टिकाले चाहिँ छ किन अछिताले यतातिर घुमेन छु तिनीहरू पनि कोरेछु। फुङ्गाने छ फुल माला लगाइदिए। बाइक हो जीवनको
पहिलो कमाइबाट किनेको अब दोस्रो कमाइमा के किन्छस् है के किन्ने होइन यसलाई फस यसलाई भने सरी उहाँलाई चिनेन मैले भाइले सघाउन ए हुँदैन उहाँको नि यहाँ यो दुइटा अनि यता पछाडि दुइटा पारेर राखेर यस्तो पारेर यहाँ हो यसको यहाँ बताउ कहाँ हो त्यहाँ तर चाहिँ भानमा ल आजदेखि जीवनको कान्छी बुढी जेठी भयो अझै साथै यसले त बाइकले पो जित्यो त हौ बुढीले भन्दा छिटो त मङ्सिरमा ल्याएन फागुनमा जुयो मङ्सिरमा बिहे गर्नु पनि खास होइन जेठी बुढी आज पार्टी छ हाम्रोमा गाइस अब त्यसो लगाइदिनु पुछारमा पाउजु लगाइदिनु पर्यो नि तर बनाइयो अर्को साल विश्वकर्मामा कि केमा मात्रै खोल्ने गरी यति नै होला कुन त मान्छे थाहा छैन यति चाहिँ देखेको मैले भनेको प्रसादले अनि त्यो कागती किच्याउने होला यो हो त्यो फोलेर गर्नु अब गर्दा हुन्थ्यो नि अब अघि गर्नु सुरुमा बिर्से ड्याङ्गा फुटा होइन अनि सबै छर्किदिए सुरुमा गर्नु पनि अब के थाहा बाजे बोजूहरूले कहिले गरिआएको भएर भाइ फुटा एकैतालमा फेरि आफ्नोतिर नि हौ देखाएर गर्ने होइन नि त टिका ल्याइदियो हुन्छ क्या केही हुँदैन तपाईँ किन मन दुखाउनु होला केही दुखेको छैन के गर्ने अब भनेर लगाइदिएन भाइलाई तिमीले पनि जोड भन्न यता आउन यहाँ बाइकमा ला 12 मिनटको भएछ नभ्याएको मलाई लगाइदियो नि त अन्त राम्रो कुदाउनु त्यही हो अब अहिले यो बाइक छ अर्को पालि डोमिनार हेर्नु पाऊँ के हो डोमिनार भनेको चाहिँ बाइक नभन न अब कार भन्न न भन्छु डोमिनार कार भन्दा महँगो हो ल हाम्रो चाहिँ सम्पन्न भयो ऊ अनि पर्सा पनि दियो नि टिका लाएर चाहिँ सबै एउटा एउटा दिएन लगेर पो खाने हो त कहाँ बाहिर खानु त अनि अब यहाँ फुटाउनु बाँकी छ नि त भाइ के फुटाउनु कागज चाहिँ नफुटाउनु ए खा न त पनि ल यहाँ खिच्दैन दिदीलाई भाइले नै दिनुभएको भाइले स्टार्ट गरेको थिएन अलिक कुदाने यता यता सुजित जस्तो नाइस सुजितलाई वाउ नाइस भनेको ल कलर म्याचिङ म्याचिङ लुगा हो क्या कसको र बाइकलाई ल बुढीभन्दा धेरै माया गर त्यो त त्यही हो निदाकै छैनमा रातभरि आज किन याद आएर आयो होला उनी कसैले लान्छन् भनेर भनेस् त लु हटम त्यहाँ नराउनु हौ भाइ खाएको भोट नराउन अरूलाई पनि दिनुपर्छ प्रसाद अहिले मैले लन आएको मैले लनाउन आफै बिमास ल हाम्रो चाहिँ पूजा सकियो यो चाहिँ जीवनको जेठी बुढी अरे आजदेखि ल घुम्न जाने अरे दाजुभाइ ल यताबाट जाने होला नि ओ ए ल हाँस न पहिलोचोटि आजै यता लाग ल ल अब धेरै न हिँड न अन्त ल बस भाइ ल
गाइस लाग्यो है हामी चाहिँ टक्क हेर्नु सक्नुहुन्छ दाइ र म जाँदैछौँ आजको यात्रा हाम्रो अलिकति यस्तै यस्तै नै भयो लगभग ल यस्तो छ बाटोहरू अहिले हेलो एन्ड नमस्ते एभ्रिबडी म चाहिँ आज जीवन दाईको भ्लगमा छु होइन र अगाडि जीवन दाई हुनुहुन्छ यस्तै यस्तै गर्ने होइन अनि त्यस्तै हो अब जीवन दाई अगाडि देख्न सक्नुहुन्छ लाउनै हुनुहुन्छ जीवन दाईले सट्ट अनि हामी चाहिँ यस्तो अहिले काठमाडौँको भ्यू चाहिँ यस्तो छ मेरो हात आएछ सरी थोरै होइन अगाडि यस्तो टक्क यस्तै छ जाँदैछु र यहाँ अगाडि दाइ के भन्नु छ एकदम 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 ल यस्तै छ सट्ट मिलाएर गर्नुपर्ने हुन्छ के छ त ल जाँदैछ हामी बिस्तारै सट्ट अनि यति नै हो अब भाइले आज दामी नयाँ बाइक लिनुभएको छ टक्क मजा लाग्छ भयो हो ल ठिक छ ल नाइस नाइस ल गयो 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 हेलो एन्ड ब्युटिफुल पिपुल म चाहिँ आज जीवन दाईको भ्लगमा छु र हामी कहाँनिर जाँदैछ भने यहाँनिर हन्टिङ हरर हाउसमा जाँदैछु के कस्तो हुन्छ तपाईँहरूलाई म देखाउने हुन्छु ओके दाइ अगाडि बस्छ कस्तो अगाडि म त उभिएर कुट्दिन्छु त फेरि होइन हामी चाहिँ जाँदैछौँ यस्तो छ अगाडिको चाहिँ बाटो टक्क होइन यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो जीवन दाइ चाहिँ यहाँ हुनुहुन्छ आज नबनाउने आज अनि दाइको बाइकमा नबनाउने भन्ने कुरो छ अनि यहाँ हेर्नु सक्नुहुन्छ आउन भाइ अगाडि हामी जाँदैछु के कस्तो हुन्छ तपाईँलाई रमाइलो कुराकानी भनेको देखाउँदै गरिदिन्छु मोडे भाइ अगाडि हो होइन म पछाडि हौ प्लिज मोडे भाइको हो ल अनि हामी जाँदैछौँ यहाँ अगाडि देख्नु सक्नुहुन्छ हामी महलतिर छिर्न आँटेको छौँ भूतको ट्याक्क होइन अनि माया र सपोर्ट गरिदिनु होला होइन सेभेन सेभेन ल ठिक छ ल तर्सायो त ड्याबेल हो है फेरि मोटे भाइ अगाडि ए दाइ जानु न मोटे भाइ ल लेट्स गो मोटे भाइ फर्स्टमा इन्ट्री म लास्टमा हो दाइ फेरि यहाँ हेर्नु है भूत देख्नु सक्नुहुन्छ ब्लगमा हामी यहाँ आउँदैछौँ हिँड्न एउटा बियर किनिदिन्छु हो I am your host, your ghost host. Yeah, what's up? What's up, guys? Let's go, टसपाल्न let's go हेर्नु है हामी भुज बङ्गलामा छिर्दैछौँ हामी अहिले न्यू एक्सपिरियन्स हजुर ल लेट्स गो दाइ यहाँ यस्तो हो अगाडि म तर्सिसकेपछि सक्यो त साला सुलुलुलु